2 वर्षमा 7 लाख ऋण लाएको थियो कि कस्तो भयो होला मलाई होटल खोलेर हेर्नु 500 ले 1000 भन्थे कि तपाईले 500 दिनुभयो मलाई अनि मैले तपाईले 1000 दिनु भएको छ भन्दा त्यो 500 मा अरु 500 थपेर दिए तपाईँ सट जानुभयो मेरो होटलमा खाना आएको मान्छे के अनि तपाईँ फेरि अर्को बेन्चमा बसिरहनु भएको तपाईले त्यहाँ हेरिरहनु भएको के मलाई तपाईले मलाई मेरो हिसाब तपाईले गरिदिनु हुन्थ्यो के म छोरी स्वाट्टे पहिलो गइदिन्छम गइगे अनि गइसकेपछि त अब मैले त पैसा हिसाब गर्न त जान्दैन हेर्नुस् अझै पनि जान्दैन कि नपढे मान्छे त भइगयो 2 वर्षमा 7 लाख ऋण लाएको थियो कि कस्तो भयो होला मलाई होटल खोलेर हेर्नु 500 ले 1000 भन्थे कि तपाईले 500 दिनुभयो मलाई अनि मैले तपाईले 1000 दिनु भएको छ भन्दा त्यो 500 मा अरु 500 थपेर दिए तपाईँ सट जानुभयो मेरो होटलमा खाना आएको मान्छे के अनि तपाईँ फेरि अर्को बेन्चमा बसिरहनु भएको तपाईले त्यहाँ हेरिरहनु भएको के मलाई तपाईले मलाई मेरो हिसाब तपाईले गरिदिनु हुन्थ्यो के म छोरी स्वाट्टे पहिलो गइदिन्छम गइगे अनि गइसकेपछि त अब मैले त पैसा हिसाब गर्न त जान्दैन हेर्नुस् अझै पनि जान्दैन कि नपढे मान्छे त भइगयो।